बोङ जोङ होको प्यारासाइट फिल्ममा जब किम फ्यामिलीहरू पानी परिरहेको बेलामा हतारिँदै हतारिँदै सिँढीहरूबाट तल झरिरहेको हुन्छ नि, उनीहरू केवल घर फर्किरहेको हुँदैन। उनीहरू त्यो सोसाइटी अनि त्यसपछि अप्पर क्लास इकोनोमिक लेभलबाट चाहिँ आफ्नो रियालिटीमा फर्किरहेको हुन्छ, आफ्नो साँघुरो घरतिर फर्किरहेको हुन्छ। तपाईँले अरू सिनेमाहरू पनि अब्जर्भ गर्नुभयो भने यो चिज बारम्बार युज गरिरहेको हुन्छ। यस्तो किन गरिन्छ त थाहा छैन भने म भन्छु, किनकि आई वेन्ट टु फिल्म स्कुल सो द्याट यु डोन्ट ह्याभ टु। यसलाई सिनेमाको भाषामा भिजुअल मेटाफोर भनिन्छ। जब डिरेक्टरले बिना कुनै डायलग केवल क्यामेरा एङ्गल्स, लाइटिङ र प्रप्सको प्रयोग गरेर एउटा गहिरो कथा वा भाव बुझाउँछन्। यस्तै अर्को फिल्म छ साइको, जुनमा डिरेक्टर हिचककले साउ ड्रेनको युज गरेका छन्। यता पानी बगिरहेको भेल जुन छ त्यसलाई चाहिँ उनले क्यारेक्टर्सको शरीरबाट ज्यान जाँदै गरेको सिनसँग रिलेट गरेका छन्। डिरेक्टर्सले यस्तो मेटाफोरहरू किन युज गर्छन्? रिजन्सहरू एकदम सिम्पल छ। फर्स्ट, नचाहिने कुनै पनि डायलग्सहरू हटाउनलाई। कुनै पनि पात्रले आफै म थुनिएको महसुस गरिरहेको छु भन्नुभन्दा पनि डिरेक्टरले उसलाई एउटा साँघुरो ढोका वा झ्यालभित्र फ्रेम गरिदिन्छन्, सो द्याट ऊ उकुस मुकुस भइरहेको हामीलाई पनि फिल होस्। अनि मेटाफोरहरूको युज गर्नुको अर्को इन्ट्रेस्टिङ रिजन भनेको चाहिँ हामी ह्युमन बिङ्सलाई चाहिँ शब्दहरू भन्दा पनि भिजुअल्सले चाहिँ बढी तानिरहेको हुन्छ, सो द्याट हामी अलिकति मजाले नै फिल्ममा इमर्स हुन सक्छौँ। एकपटक तपाईँले यो भिजुअल मेटाफोर्सहरू बुझ्न थाल्नुभयो भने तपाईँको फिल्म हेर्ने एक्सपिरियन्स चाहिँ छुट्टै हुन थाल्छ। तपाईँले रिसेन्टली हेरेको फिल्ममा कुनै यस्तो भिजुअल मेटाफोर्सहरू छ भने चाहिँ कमेन्ट गर्नुहोला। फलो फर मोर सच कन्टेन्ट्स।